घुम्नु नै आएको त्यही भएर टक्क झन्डा लगाइदिउँ भनेर किनेर लिएर आयो अलिकति नहुने भनेको चाहिँ हाम्रो गौतम दाइ जस्तो मात्रै जस्तो ल झन्डा उठाए ल फाइनली झन्डा उठाइयो तोपथुङ्गामा झन्डा जुरुक्क उठाइयो हाम्रो 6 जना टोलीले तर यहाँ खानेकुरा ल्याएर प्लास्टिक बोतलहरू व्यवस्थित गरिदिनु होला यस्तो जता पाए त्यता चाहिँ नफ्याँकिदिनु होला भन्न चाहन्छु ठ्याक्क एक ठाउँ त्यहाँ डस्टबिन छ डस्टबिनको छेउमा भए पनि राखिदिनु आफ्नो ठाउँ आफै राम्रो गर्नुपर्छ हाम्रो नेपाल सबैको नेपाल खुवाकै हो अङ्कलले मलाई त होइन होइन जुका चाहिँ कहाँ चाहिँ पोललाई अब लाइन्छ यहाँ फेरिन्छ आफ्नै ठाउँको झन्डा तोपथुङ्गीको भ्यू पनि बबालै देखिएको छ खुलेको खुलिसकेको छ अब रात पनि परेर होला धेरै परिवर्तन भइसकेको छ यसरी नै परिवर्तन हुनुपर्छ के हो अनि के हो जुकाको खानी बोकेर हिँड्नुहुन्छ के हो राक्चा लाने के हो दाइ यो चाहिँ जुस चाहिँ तलदेखि यस्तो परेको बाटो छ नि यस्तो परेकोदेखि यतापट्टिको त्यो सेतो टिन टल्केको छ नि हो त्यो अहिले ट्याक्क चिउरी भन्छ यो केरा तोपथुङ्गा पनि धेरै परिवर्तन गरिसकेको छ पानी पर्यो भने भन्ने बनाएको रहेछ डाँडा फेसम्म बनाएको रहेछ यार जति वर्ष उति मौसम खुलिँदै जाने रहेछ भ्यूहरू बबाल देखिँदै जाने हेलो साथीहरू तपाईँहरूलाई मेरो नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु हामी तोपथुङ्गा जाँदैछौँ तोपथुङ्गा चाहिँ कहाँ हो भने केराबारी 4 पर्छ ट्याक्क चिउरी भन्ज्याङ लग टाकुरे हो गाउँको नाम चाहिँ त्यहाँमा चाहिँ झन्डा चाहिँ छुट्टिसकेको थियो क्या त्यही छुट्टिसकेको झन्डा नि फेरिदिउँ भनेर अनि केटाहरूसँग घुम्नु पनि आएको ट्याक्कसँगले झन्डा फेरेर ट्याक्क अहिले कस्तो हुन्छ फेर्नु सक्यो भने फेर्छौँ फेर्नु सकेन भने फेरिँदैन फेरि त्यो चाहिँ त्यति चाहिँ हो तोपथुङ्गा लाग्यो आज पनि 6 जना होइन 5 जना हामी लाफाचोक आइपुग्यौँ बाटो बस्दो छ लाफासम्म चाहिँ पिच छ अब उता चाहिँ कस्तो छ लाग्दा खेडमा चिउरी भन्छ पुग्छु यहाँ ट्याक्क नर्कटेको चाहिँ यो हामी अहिले ट्याक्क चिउरी भन्छ यो केराबारी 4 चिउरी भन्दैमा आइपुग्यो ट्याक्क देख्न सक्नुहुन्छ यहाँ ट्याक्क देशको झन्डा फरफराइरहेको छ हाम्रो 5 जनाको टोली ट्याक्क आइराखेको छ हामी हिँडेको भनेको तोपथुङ्गा हो तोपथुङ्गा मैले पनि झन्डा लगाइदिनु भनेर झन्डा लिएर आएको छु ट्याक्कसँगले तोपथुङ्गाको त टुप्पीमा झन्डा म लाउँछु अहिले गएर लाउनु सक्यो भने के गनायो मोबिल त बबाल गनायो त भाइ त्यहाँ डढे छ क्या हामी तोपथुङ्गा केही मिनटमा पुग्छौँ हामी हुस्सो लागिरहेछ तलको भ्यू चाहिँ देखिन्छ देखिँदैन देखिने रहेछ अलिअलि चाहिँ अहिले हुस्सो लागेर छेलिरहेछ गाउँ गएर यो झन्डामा लगाइदिन्छु तोपथुङ्गामा तलपट्टि अहिले झन्डा चुट्टिएर झरिरहेछ त्यही भएर आएको त्यही भएर टक्क झन्डा लगाइदिउँ भनेर किनेर लिएर आइरहेको छु ल लाग्यो अब तोपथुङ्गा टोली 5 जनाको टोली आइपुग्यो फाइनलीसँग तोपथुङ्गा गेट जाने आइपुग्यो अब हामी ट्याक्क माथि गएको नि भिडियो बनाउँछौँ ट्याक्क पारिपट्टिको भ्यू हेर्न कस्तो हुसो ड्याममा लागिरहेछ ल ट्याक्कसँगले यस्तै छ तोपथुङ्गाबाट भ्यू चाहिँ नदेखिने भयो क्या अरूभन्दा पनि ट्याक्क हुस्सु लागेर केही देखेको छैन एकछिनमा खुल्छ होला पानी पर्दा चाहिँ ठ्याक्कै खुल्छ हुस्सु लागेर भ्यू चाहिँ केही नै देखिँदैन ऊ पर नाम्जेको टावर देखिरहेको
ल है जुस बोकुमै जुसहरू अब टप जाउँ कस्तो छ भ्यूहरू देखिन्छ देखिँदैन टप देखिन्छ थुङ्गाको टप आइसक्यो भ्यू केही छैन हुसु लागेर ल यहाँ तोपथुङ्गामा हिँडेको आएको झन्डा लाउनु भनेर डोरी चाहिँ तलै बाइकमै छुटेछ अब आधी बाटो आइसक्यो म लिनु जाँदैछु ट्याक्कसँगलाई हो अब आधी बाटो आइसकेको थियो फर्किनु गाह्रै छ मलाई झन्डा हुँदा चाहिँ यस्तो देखिन्थ्यो झन्डा नहुँदा यस्तो देखिन्छ त्यही भएर हामीले तोपथुङ्गामा नेपालको झन्डा लिएर आएको छौँ तलतिर साइड फेर्नुको लागि हेर्दै गर्नु होला कस्तो हुन्छ फेरेपछि म ट्याक्क भिडियो सरर देखाउँछु है तर आज भ्यू नै खुलेको छैन फाइनली त्यो चाहिँ हो देख्छ त्यहाँ जिब्रो एउटा यस्तो छुरो हो अरे यस्तोहरू पनि लेखिरहेको थुङ्गाको लगभग बिच भागतिर आइपुग्यो के हो एनर्जी ड्रिङ्क नखाइ सकिँदैन क्या उकालो पेल्नु आइपुग्यो टपमा आइपुग्यो लगभग 1300मा आइपुग्यो कसरी चढ्छस् त कहाँ यहाँ लाउने हो त अनि कहाँ लाग्यो त उतापट्टिमा लाउनु सक्यो भने लाइन्छ नभए बोकेर आइपुग्यो जस्तो छ डाँडा ए अब त सेपहरू पनि रहेछ नि त होइन पानी परो भने तोपथुङ्गा पनि धेरै परिवर्तन गरिसकेर आइपुग्यो पानी पऱ्यो भने घर पनि बनाइदिएको रहेछ भवन बस्नेहरू ट्याक्क धेरै परिवर्तन भइसकेको छ र 1 वर्षमा यस्तो भवन नि बनाएको रहेछ ऊ त्यहाँ लाउने हो क्या केटा झन्डा ऊ त डस्टबिन चाहिँ अझै पनि छैन रहेछ यार यहाँ थुङ्गा त धेरै परिवर्तन भएको रहेछ यार यहाँ देख्न सक्नुहुन्छ सबै यहाँ डाँडा फेरिसम्म बनाएको रहेछ यार ल आइपुग्यो तोपथुङ्गा अब भ्यू चाहिँ यस्तो त्यस्तै हो भ्यू चाहिँ सम्झिने पानी छम्क्यो अब यो यहाँ यस्तो कस्तो भने अलिकति खुल्ला भयो त्यही भएर हामी ट्याक्क झन्डा लिएर आएको छौँ झन्डा लगाइदिउँ भनेर देशको झन्डा यहाँ एकछिनमा लगाइदिन्छौँ हामी एकछिन थकाएर भ्यू चाहिँ यस्तो त्यस्तै हो भ्यू चाहिँ आज खुलेकै छैन ट्याक्क भ्यू भनेको खुलिनु आँट्दैछ टक्क अब केही बेरमा खोलिन्छ होला खोलिनु चाहिँ थुङ्गाको भ्यू हेर्न सक्नुहुन्छ ठुलो अलिअलि ठुलो अब जुस खान्छौँ एकछिन त्यही भएर जुस अब चाहिँ ट्याक्क जुसहरू सब मिक्स छ जुसमा चाहिँ अब मासु ल्याइएन ट्याक्क यही हो जुस हाम्रो आजको तोपथुङ्गाको जुस यो फुर्सदको समय निकालेर आज एकदम फुर्सद भयो उता गर्मी पनि भइरहेको थियो तल घाम लागेर यहाँ आएर हुसै मात्र देखिएको छ चिसो पनि मौसम ल तोपथुङ्गामा जुस अब चुस्यो खोल त किरण शीतनमा हाम्रो चाहिँ कुरकुरे पोटेटो चिप्स हामी अहिले केराबारी 4 मोरङमा छौँ ट्याक्क तोपथुङ्गा डाँडामा हामी चाहिँ कहाँदेखि आएको भने हाम्रो चाहिँ केराबारी 5 राङ्चा हो गाउँको नाम चाहिँ ट्याक्क हामी यहाँ तोपथुङ्गामा घुम्नु आएको एकदम गर्मी भएर ट्याक्क घुम्न आइरहेछौँ के कस्तो हुन्छ घुमाइ अब यहाँ तोपथुङ्गामा नयाँ काम नै एउटा हान्दिउँ न अहिले यस्तो छ एकछिनमा झन्डा लगाएपछि कस्तो देखिन्छ हेर्दै गर्नु होला भिडियो लाइक कमेन्ट सेयर पनि गर्दै गर्नु होला भन्न चाहन्छु पानी पऱ्यो फाइनली तोपथुङ्गामा ट्याक्क अब यहाँ बसेर चुस्दैछौँ हामी बियर जुसै तर यो बियर होइन जुस यहाँ चाहिँ त त्यो घर बनाएकोमा चाहिँ ट्याक्क भित्र मासु पोलेर खानु मिल्ने रहेछ अब चाहिँ फाइनली भ्यू म बबाल देखाउँछु पानी परेर भ्यू खुलो अब तोपथुङ्गीको भ्यू हेर्न सक्नुहुन्छ र नि मजाले चाहिँ खुलेको छैन र नि यत्तिको अब खुलेकै भन्नुपर्छ यता चाहिँ खुलेकै छैन यता पारिपट्टि ऊ आउँदैछ आउनु चाहिँ तोपथुङ्गीको भ्यू हेर्नु सक्नुहुन्छ रात परेछ यार अब त अँधेर निस्क्यो सतीसाले यो चाहिँ सतीसाले भयो उता पर खदम खोला केराबारी भयो यो पानबारा भयो यता धरान भयो
ल तोपथुङका सर खुलिसकेको छ अब रात पनि पर्यो अझै यता चाहिँ खुलेको छैन यार मेरो माथि त्यो पोखरे भ्यू टावर देखिएको छैन नि त कस्तो दामी देखियो मेरो ल अङ्कल भर्खर आइपुग्नु भयो यहाँ अब झन्डा ठडाउनुको लागि ठ्याक्क अब यो पिलर त खोल्नु पर्ने रहेछ माथि त भेटिँदैन अब खोल्नु थाल्यो झन्डा लाउनुको लागि ल हामी चाहिँ केराबारी 4 को तोपथुङकामा आएर झन्डा फेर्दैछौँ हामी चाहिँ ट्याक्क फेरि केराबारी 5 राङ्चाबाट आएको धेरै टाढो पनि होइन त्यहाँ हाम्रो गाउँ देखिरहेछ झन्डा लाउनुको लागि लडाइँ हो पोललाई अब लाइन्छ यहाँ फेरिन्छ आफ्नै ठाउँको झन्डा यहाँ ल तोपथुङकाको झन्डा फेरिँदैछ है फाइनली अब झन्डा सन्डा ल्याइएको थियो फेर्नु पर्यो डोरी घर लाने त्यो त धेरै महँगोको हो थुङ्कीको भ्यू पनि बबालै देखिएको छ खुलेको छ मौसम तर अलिक हामी अँधेरोमा आइयो त्यही भएर दम हाल्दैछ केही बेरमा उठ्छ झन्डा फेर्ने झन्डालाई यो कति वर्ष लगभग 82 मा आएको थियौँ होला झन्डा खुइलिसकेको थियो चुट्टिसकेको थियो त्यहाँदेखि फेरेको थिएन अनि ट्याक्क हामी अहिले 83 साल साउनमा आएर फेर्दैछौँ साउन लास्ट फेर्दैछौँ झन्डा डुप्लिकेट कलर हाल्दैछ नि त यो बलमबागी मगर त्यसपछि भनेछ दिपेश मगर र हाम्रो अर्को भान्जा हुनुहुन्छ किरण मगर को साथमा यहाँ देशको फ्ल्याग फेरिँदैछ साथमा पनि छु यहाँ सुजन भाइ भीम दाइ दिपेश भान्जा किरण भतिज अनि हाम्रो गौतम काका लगायत ल भ्यू चाहिँ दामी नै छ अझसम्म यो दोरी छिराइ नै सक्यो हामी कहाँबाट आएको भने डरबाट होइन कस्तो थियो भने यहाँ यत्रो ठाडो डन्ठा मात्र थियो अब हामीले डन्ठालाई लडाएर हाम्रो राष्ट्रिय झन्डा नेसनल फ्ल्याग ट्याक्कसँगले अब हामी पोलमा बान्यौँ अब ट्याक्क हामी लाएर ठडाउँछौँ हामी झन्डा अब कसरी ठडिन्छ के हुन्छ कसो हुन्छ अब एकछिनमा दामी भिडियो यस यसरी हिँड्दै यो भित्ता यो ठ्याक्कै यहाँ मुनिबाट यसरी चढेर उहाँबाट निस्केर यहाँबाट यहाँनिर तोपथुङका दायाहरू अब त्यही लगभग 65 सालतिर हो क्या साल चाहिँ ठ्याक्कै याद भएन तर मैले भिडियो मेरो यो के अरे पेजमा पनि अपलोड चाहिँ गरेको छु दायाहरू चाहिँ लगभग अब निकै 5-6 वर्ष भन्दा नि धेरै अगाडि चाहिँ ट्याक्क अब यो जङ्गलको बाटो हुँदै यो भिर पाखा पहिरो छिचल्दै यो तोपथुङ गएको थियो त्यतिखेर चाहिँ टक्क यस्तो केही बनिएको थिएन यहाँ केही नै बनिएको थिएन ट्याक्क सिर्फ डाँडा मात्र थियो होइन त दाइ डाँडा मात्र थियो अहिले चाहिँ धेरै पहिलोचोटि त्यतिखेर भनेको यो जुन जालीहरू लागेको छ नि यो जालीहरू पनि थियो अनि जुन यो रेलिङहरू छ नि यो रेलिङहरू अनि यो हाम्रो यो आई लभ तोपथुङका यो त हिजो अस्ति भर्खर मात्रै बनिएको यो के र निकै परिवर्तन भयो नि त होइन दाइ 4-5 वर्षमा धेरै परिवर्तन भइसकेको छ यसरी नै परिवर्तन भयो केराबारी वडा नम्बर 4 मा पर्छ अनि हाम्रो घर अथवा मेरो घर चाहिँ कहाँ पर्छ भने उयो त्यस्तो भिरालो गएको अब यहाँ भिडियोमा त देखिँदैन तलदेखि यस्तो परेको बाटो छ नि यस्तो परेको यतापट्टिको त्यो सेतो टिन टल्केको छ नि हो त्यो मेरो घर हो देखिँदैन हुँदैछ झन्डा ठडाउने हामी यहाँ घुम्न आएको थियौँ आउनु चाहिँ ट्याक्क अलिअलि घुम्यौँ हेऱ्यौँ भ्यू कस्तो छ के छ अब यहाँ ट्याक्क के को कमी देखिरहेको थिएँ भने मैले अस्तिदेखि भिडियोहरू हेरिरहेको थिएँ टक्क सबै मान्छे आउँछ यहाँ ट्याक्क भिडियो बनाउँछ त्यहाँ पहिले चाहिँ यो राष्ट्रिय झन्डा थियो नेपालको अहिले चाहिँ यो वर्ष चाहिँ निकै भयो नदेखेको मैले जो आउँछ भिडियो बनाउँछ झन्डा छैन भन्नेहरू आइरहेको थियो अनि ट्याक्क हामी आयौँ झन्डा लिएर हामी 6 जनाको टोली आएर यहाँ झन्डा ल्याएर
घुम्नु पनि आएको झन्डा पनि साथसाथै लिएर आएर ट्याक्कसँगले यहाँ अब झन्डा लाउँदैछौँ है देख्न सक्नुहुन्छ अङ्कल हुनुहुन्छ यहाँ हामी चाहिँ केही हतियार नल्यायौँ झन्डा मात्र लाउनु भनेर पिलास सिलास केही ल्याइएन नचुट्टिनु पर्छ क्या अनि मात्रै सजिलो हुन्छ लाउनु उहाँको झन्डा कसले लाउँछ तल तलको त अब खै सबैले आएर एउटा झन्डा ल्याएर हाले त हुन्छ है हुनु चाहिँ फेरि झन्डा नि कति नै पर्दैन यो झन्डा हामीले यहाँ लायौँ कसैले अब यो तल इच्छुकले लगाइदिनु होला अनि यो चिउरी भन्ज्याङमा पनि झन्डा चाहिँ अलिक नाजुक नाजुक देखियो त्यो ढुङ्गा गाडेको ठाउँमा त्यहाँ पनि कसैले लगाइदिनु होला चिउरी भन्ज्याङ चोकमा यो अब दुईवटा झन्डाको चाहिँ पर्दैन अङ्कल आवश्यक परेको हुँदा तपाईँहरूलाई कसैले ल्याएर लगाइदिनु होला ल हाम्रो झन्डा चाहिँ अब बानिसक्यो उठ्नु मात्र बाँकी छ झन्डा बान्ने कार्यक्रम हुँदैछ हाम्रो झन्डा अब उठ्न मात्र अलिकति नहुने भनेको चाहिँ हाम्रो गौतम दाइ जस्तो मात्रै जस्तो लाग्छ ल झन्डा उठ्यो तोपथुङ्गाको झन्डा उठ्यो ल फाइनली झन्डा उठाइयो उठो 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 अब सबै आएर भिडियो दामी बनाउँदा केही फरक ल यहाँ बाँध्दै हुनुहुन्छ हाम्रो अङ्कल ल उठाइयो फाइनलीसँगले तोपथुङ्गामा झन्डा जुरुक्क उठाइयो हाम्रो 6 जना टोलीले केराबारी 4 तोपथुङ्कीमा ल ट्याक्कसँगले हाम्रो टोलीहरूले जुरुक्क उठाइयो हाम्रो देशको राष्ट्रिय झन्डा भन्छ ल उठाइयो अब चाहिँ भिडियो चाहिँ यस्तै हो हामी भिडियो फोटो स्याट खिच्छौँ अनि भिडियो हेरेर चाहिँ यसो लाइक कमेन्ट सेयर सब्सक्राइब के हुन्छ सबै गरिदिनु होला सेयर के तोपथुङ्गामा फाइनली हाम्रो राष्ट्रिय झन्डा चाहिँ उभाइसक्यो फाइनलीसँगले अब तपाईँहरू आएर पनि ट्याक्क हाम्रो राष्ट्रिय झन्डासँग फोटो भिडियो सबै खिच्नु सक्नुहुन्छ है अब चाहिँ अलिकति तोपथुङ्गाको सो आयो है थोरै भए पनि ट्याक्कसँगले ल तोपथुङ्गा चाहिँ यस्तै छ तपाईँहरू पनि आएर भिजिट गर्नु सक्छ चाहिँ सबैजना हाम्रो छेउछाउको महानुभावहरू सबैजना आएर तोपथुङ्गालाई एकदम भिजिट गरेर जानु सक्नुहुन्छ तर यहाँ खानेकुरा ल्याएर चाहिँ प्लास्टिक बोतलहरू एक ठाउँ व्यवस्थित गरिदिनु होला यस्तो जता पाए त्यता चाहिँ नफ्याँकिदिनु होला भन्न चाहन्छु ठ्याक्क एक ठाउँ त्यहाँ डस्टबिन छ डस्टबिनको छेउमा भए पनि राखिदिनु होला ट्याक्कसँगले तोपथुङ्गा हामी आयौँ एकदम आफ्नो ठाउँ आफै राम्रो गर्नुपर्छ हाम्रो नेपाल सबैको नेपाल भिडियो चाहिँ लगभग हामी अब फर्किन्छौँ होला तोपथुङ्गाबाट ट्याक्कसँगले अब हाम्रो जुस पनि सक्यो त्यही भएर अब तोपथुङ्गामा अडिनु थोरै गाह्रै भइरहेछ ट्याक्क यता धनकुटाको भ्यू हेर्नु सक्नुहुन्छ किन नाम राखेको अरे भने यहाँ पूर्वकालमा सैनिकहरूले यहाँदेखि चाहिँ दुश्मनहरूलाई तोपले हानेर तोप पड्काउँछ अरे त्यही भएर यो ठाउँको नाम चाहिँ तोपथुङ्गा राखिएको अरे भन्छ के हो कसो हो त्यो चाहिँ अब मलाई चाहिँ थाहा भएन ट्याक्कसँगले यहाँ पुर्खाहरूले भन्नुहुन्छ त्यही होला अब हामी पनि मालिहरूले अझै पनि के अनुसन्धान गर्दैछ जुका 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 के हो दाइ के गर्नुभयो खुवाएकै हो अङ्कलले मलाई त होइन जबरजस्तीको जिन्दगी छ जुका त ओभर ढाडिसकेर नि अङ्कललाई थाहै छैन यता चाहिँ खुवाउनै भएको अरे ओ माइ गॉड यहाँ पनि आएर छ जुगार हो यहाँ छ यहाँ छ म पनि जुका चाहिँ कहाँ छिर छैन हौ दाइ ए होइन तोपथुङ्गा चाहिँ जति बसो उति बसौँ मन लाग्ने रहेछ जति बसो उति मौसम खुलिँदै जाने रहेछ भ्यूहरू बवाल देखिँदै जाने रहेछ दामी खुलिरहेछ अरे यस्तो तोपथुङ्गेको भ्यू बवाल खुल्यो यार जति बेलुका भयो उति खुलिने यहाँ देख्न सक्नुहुन्छ तोपथुङ्गाको भ्यू बवाल देखियो
स्याहाकोसँगले यता चाहिँ यता पनि बाबाले खुलो मौसम ढुङ्गालाई टाटा बाई बाई गरियो यति नै भिडियो हेरेर चाहिँ अब लाइक कमेन्ट सेयर सब्सक्राइब के हुन्छ गरिदिनु होला भन्दै भिडियो अब हामी तल झरेको बनाउँछौँ त्यहाँको बनाउँदै जान्छौँ अब लास्ट हेऱ्यो भ्यू झन्डाहरू लगायो त्यही हो अब लास्ट भिडियो त बनाउनु पर्यो भिडियो बनाएर जाउँ न त तर यो जुका मात्रै नछ क्या हामी चाहिँ ल अब चाहिँ तोपथुङ्गालाई टाटा बाई बाई कुनै दिन आउँला त्यही हो अब चाहिँ तोपथुङ्गाबाट झऱ्यो फाइनली मुनि मुनि झऱ्यो अब घर हिँड्यो ल बाई बाई तोपथुङ्गा सर र साकाला बिन्दु है तोपथुङ्गाबाट सुई झऱ्यो ट्याक्कसँगले देख्न सक्नुहुन्छ अघि जति म फर्केको बाटो डोरी लिनु त्यहाँदेखि फर्किनु सक्यो अब लगभग झर्नु आँट्यो ट्याक्कसँग जुका कतिवटा चढ्यो यत्रो बच्चा रहेछ है 5वटा थियो 2टा त झरेछ बच्चा हो यो भर्खरको यहाँ यत्रो के हो अनि के हो जुकाको खानी बोकेर हिँड्नुहुन्छ के हो राक्चा लाने के हो ल तोपथुङ्गादेखि झरेको भ्यूहरू हेर्न सक्नुहुन्छ है ट्याक्क तोपथुङ्गा चाहिँ त्यहाँ हो यस्तो डाँडामा छ हामी ल्याप 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 झऱ्यौँ तोपथुङ्गाबाट सारा भ्यू हेर्न सक्नुहुन्छ 4देखि देखिएको भ्यू यो चाहिँ धरान हो धरान पानबारी केराबारी तोपथुङ्गाको ठुलो गेटमा यो झरेर झरिसक्यो गरिँदैछ यहाँ बाँदर जस्तो गर्न आँटेको भयो चिन्नु पर्यो भनेको चिन्दिँदैन जाने उहाँहरू